हेलो गाइस, नमस्कार। म श्रेष्ठ सुनिल। मेरो युट्युब च्यानल श्रेष्ठ सुनिल युट्युब च्यानल मार्फत हजुरहरूलाई पुण्यकोट जाँदाको रमणीय दृश्यहरू केही कैद गरेको छु हजुरहरूलाई देखाउनको लागि। पुण्यकोट जाँदा बाटोमा देखिएका रमणीय दृश्यहरू जुन एकदम मनमोहक थियो। पारी डाँडाको स्याङ्जाको सिमाना हरिपुण्यकोट, जहाँ पर्यटकहरू अत्याधिक मात्रामा आउनुभएको थियो। म र मेरो साथी पनि जाने क्रममा यसो बाटोमा देखिएको रमणीय दृश्यहरू हजुरहरूलाई श्रेष्ठ सुनिल युट्युब च्यानल मार्फत केही दृश्यहरू देखाउँदैछु, हेरिदिनु होला। जुन यो ठाउँबाट हेर्दा पोखराको बजार एकदम राम्रो रमणीय देखिएको थियो, जुन हेर्दा मोहनी लाग्ने खालको थियो। हामी आधा घन्टाको टाइम लिएर पुण्यकोट पुगेर फर्किने क्रममा यो खिचिएका सुन्दर ठाउँहरू हजुरलाई देखाउँदैछु। मन परे लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हस्त, धन्यवाद।